वेलकम फ्रेन्ड, तपाईहरुलाई स्वागत छ द नेपाली रिभ्युअरको एउटा अर्को नयाँ रिभ्यु भिडियोमा। तर मेरो आमाको बारेमा केही भनिस् भने गर्दिन्छु। आजको यो भिडियोमा आज हामी रिभ्यु गर्न गइरहेका छौं यो वर्षकै मोस्ट अवेटेड मुभी बलिदान। यो मुभी के कस्तो छ सबै कुरालाई डिटेलली आजको यो भिडियोमा राख्ने कोसिस हुनेछ। मेरो लागि यो फिल्म मोस्ट अवेटेड मुभी थियो, त्यसकारण एक्सपेक्टेसन पिकमा नहुने कुरै थिएन। त्यो माथि वान अफ द सक्सेसफुल डाइरेक्टर सन्तोष सेन समीर भट्टको डेडली कम्बिनेसन, कुन चाहिँ मुभी लभर एक्साइटेड नहोला। डाइरेक्टर साहबले यो भन्दा अगाडि फुल रोमान्टिक जनरामा आफ्नो जादु देखाएका थिए। प्रेमिक 3बाट एक्सन जनराका मुभीका लागि पनि आफू कमजोर नरहेको हल्का झलक दिइसकेका थिए। यसपालि भने एक्सन जनराको मुभी बलिदानमा आफू रोमान्टिक मात्र होइन, एक्सन जनराको पनि किङ हो नेपाली फिल्म इन्डस्ट्रीको लागि भनेर साबित गरिदिएका छन्। देशप्रेम, एक्सन र इमोसनको कम्बो प्याकेज बलिदान मुभी हो भन्दा पनि फरक नपर्ला। मुभीलाई एक शब्दमा भन्नुपर्दा बवाल। जति 12 गाउँ मुभीमा समीरको एक्टिङ र एक्सनको तारिफ गरिएको थियो, बलिदान मुभी 12 गाउँ भन्दा नि स्टोरी, स्क्रिन प्ले, एक्सन र इमोसन हरेक पक्षमा कयौं गुणा स्ट्रङ र बवाल छ। फिल्ममा लिड रोलमा हाम्रो एक्सन किङ समीर भट्ट। एक्सन किङ ट्याग किन फिल्ममा दियो त्यो त फिल्म हेरेपछि तपाईहरुलाई थाहा भइहाल्छ। यस्तै समीर भट्टको साथमा सौगात मल्ल, रिचा शर्मा, अर्पण थापा, सन्तोष सेन आफै पनि छन्। फिल्मको स्टोरीको कुरा गर्नुपर्दा एउटा भिल्लमगढ भन्ने एउटा ठाउँ, त्यहाँका बासिन्दालाई अनागरिक बनाएर नेपालबाट टुक्राएर एउटा छुट्टै देश बनाउने छलखेल सुरु हुन्छ, जहाँ समीर भट्टको क्यारेक्टर आफ्नो आमा र मातृभूमि बचाउन ती देशका अराजक तत्त्वहरूसँग लड्न तयार हुन्छ। मुभीको स्टोरी यसैमा आधारित छ। अब अभयले आफ्नो देश बचाउन सक्छ कि सक्दैन त्यसको लागि एकचोटि बलिदान मुभी नछुटाइकन हेर्नु होला। यो फिल्मले काहीँ न काहीँ अहिलेको जेन्जी आन्दोलनमा जेन्जीहरूले नेताहरूलाई कुटे जस्तै परिदृश्य पनि फिल्ममा देखाउँछ, जुन फिल्ममा भएको अहिलेको परिस्थितिको संयोगले हल्का आश्चर्य बनाउँछ। फिल्मले सुरुदेखि अन्तिमसम्म तपाईहरुलाई बाँधेर राख्छ। फिल्म स्लो र लेन्दी काहीँ कतै नै लाग्दैन। फिल्मको फर्स्ट हाफ क्यारेक्टरहरू डेभलप गर्न टाइम लाग्छ। यो फिल्मको मेन हाइलाइट भनेको चाहिँ फिल्मको सेकेन्ड हाफ र क्लाइमेक्स पोर्सन। फिल्मको सेकेन्ड हाफ यति स्ट्रङ र बवाल छ नि, म फिल्मको सेकेन्ड हाफको तारिफ लगातार 1 घण्टा यो भिडियोमा पनि गर्न सक्छु। बवाल छ, ब्याक टु ब्याक आउने एक्सन सिक्वेन्स अर्थपूर्ण छन्। सेकेन्ड हाफमा यति धेरै गुजबम मोमेन्टहरू छन्, तारिफ कम पर्छ। म अर्को कुराको लागि नि एक्साइट थिएँ यो फिल्ममा। कालीमाता फाइट सिक्वेन्स जुन मैले एक्सपेक्टेसन राखेको थिएँ केही हदसम्म म्याच गर्यो। फिल्मको क्लाइमेक्स पोर्सन यो जतिको बवाल क्लाइमेक्स नेपाली फिल्म इन्डस्ट्रीमा लगभग एक्सन जनराका मुभीमा छैन होला। क्लाइमेक्समा फिल्ममा एक्सन, इमोसन, गुजबम मोमेन्टहरू यति अर्थपूर्ण र यति बवाल छ नि। हेड्स अफ डाइरेक्टर साहब। सन्तोष सेनको डाइरेक्सन यति बवाल छ नि, नेक्स्ट लेभल। सन्तोष सेनको फिल्ममा मेहनत मेकिङ भिडियोबाटै देख्न सकिन्थ्यो। अब त फिल्मबाट पनि देख्न सकिन्छ कि कुन लेभलको मेहनत फिल्ममा गरिएको छ भनेर। अब एउटा कुरा चाहिँ म ढुक्क भएर भन्न सक्छु कि सन्तोष सेनको फिल्ममा डाउट गर्ने कुनै पनि ठाउँ हुँदैन। अब स्क्रिन प्लेको कुरा गरौँ, समीर भट्ट जस्तो बवाल नेपो प्रोडक्ट आफ्नो बुवा विराज भट्टको लिगेसीलाई नेक्स्ट लेभल पुर्याउन सक्ने त्यो स्योर नै छ। कुनै समय आउला नेपाली एक्सन जनराको फिल्मले कहिलेबाट कोल्टे फेर्यो भनेर, त्यसमा सबैभन्दा पहिला समीर भट्टको नाम आउँछ, स्योर हो। किनकि 12 गाउँ फिल्म रिलिज पछाडि कति क्वालिटी एक्सन सिनेमा आए त्यो त मैले भनिरहनु पर्दैन। जसरी फिल्ममा एक्सन किङको छवि दिइएको छ, फिल्म हेरेपछि थाहा हुन्छ कि ही डिजर्भ इट। एउटा फ्युचर सुपरस्टारको छवि बलिदान फिल्ममा समीर भट्टको देख्न सकिन्छ। एक्सन अन्दाज, इमोसन, डायलग डेलिभरी सब बवालै छ। म त फ्यान भएँ समीर भट्टको। यस्तै सौगात मल्ल काम बवालै छ। फरक लुक्स र केही फरक अन्दाजमा फिल्ममा देख्न सकिन्छ। फिल्ममा रिचा शर्मा काम बवालै छ। सन्तोष सेन एउटा कबिलाको सरदारको रूपमा देखिएका छन्, काम नेक्स्ट लेभलको छ। यस्तै अर्पण थापा एज अ एन्टागोनिस्ट खुङ्खार देखिन्छन्। बाँकी प्राय क्यारेक्टरहरूको काम नोटिसेबल छ। फिल्मको अर्को बलियो पक्ष भनेको फिल्मको बिजिएम जुन बवाल छ। फिल्ममा क्लाइमेक्समा आउने सिन जसमा बाबुल गिरीको गीतले 4 चाँद लगाउँछ, माहौल इमोसनल बनाउँछ, गुजबम मुभमेन्टहरू पनि क्रिएट हुन्छ। फिल्मको हरेक पक्ष स्ट्रङ देखिन्छ। फिल्ममा भएको मेहनत राम्रो देखिन्छ। सानातिना 1-2वटा गल्ती त छन् जुन तपाईहरुलाई फिल्मले फिल हुन दिँदैन, जुन इग्नोर गर्न सकिन्छ। ओभरअलमा भन्नुपर्दा मैले चाहिँ बवालै फिल्म हेरे जस्तो फिल भएको छ। योभन्दा अगाडि नि राम्रा एक्सन मुभी हेरेको छु, तर यो लेभलको चाहिँ होइन। फिल्ममा मारकाट, खुन खराबा नेक्स्ट लेभलको देख्न सकिन्छ। यदि एक्सन मुभी र देशप्रेमले ओतप्रोत भएको मुभी हेर्ने विचारमा हुनुहुन्छ भने योभन्दा बेस्ट मुभी अरू कुनै हुँदैन। फ्रेन्ड्स, आजलाई यति नै। तपाईहरुलाई यो भिडियो कस्तो लागिरहेछ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब माइ च्यानल। बाइ बाइ, टेक केयर।